हजुरहरूको माग अनुसार मैले लिएर आइसकेको छु लोकेसनवाला भिडियो। हजुरहरू सबैजना रमिते त जानुभएकै होला, यस्तो गर्मी पनि छ दमकमा, अनि रमिते जाने बाटोतिरै हो जाने। भिडियोलाई चाहिँ एकदम ध्यान दिएर हेर्नु होला, नत्र लोकेसन थाहा पाउनुहुन्न तपाईँहरूले। अनि त्यो बाटो सिधै रमिते जाने तर्फतिरै जानुपर्छ। अनि पर पुगेपछि ठिक्क उकालो आउनुभन्दा अगाडि एउटा पुल आउँछ, त्यो पुलभन्दा अगाडि यो लेफ्टतिर छिर्ने बाटो आउँछ, त्यो बाटोको छेउमा दोकान आउँछ। अनि उकालोतिर चढ्नुपर्छ हामी। अलिकति माथि गएपछि ठिक्क यो मैले फोटो पनि खिचेको छु। यो ठाउँमा माथि जाने होइन, यो बसेकोदेखि यता अगाडितिर जाने, अझै माथि गइसकेपछि दुईवटा छुट्टिने बाटो आउँछ। तलतिर होइन माथितिर जाने। माथितिर 2 मिनट जति गइसकेपछि चाहिँ बाटोहरू चाहिँ यस्तै छ, तर गाडीहरू पनि जान्छ होइन। तपाईँहरूले सवारी साधन माथि नै लिएर जानु सक्नुहुन्छ। अनि ल गाइस, फाइनली हामी चाहिँ आइसक्यौँ स्विमिङ गर्ने ठाउँमा। अब स्विमिङ गर्ने पानी र ठाउँ कस्तो छ म त्यो तपाईँहरूलाई देखाउँछु। बाइकलाई त्यही स्ट्यान्ड लाएर 10 सेकेन्ड हिँडेपछि पुग्नुहुन्छ तपाईँहरू यस्तो ठाउँमा। वरिपरि डाँडा, चारतिर हरियाली, बिचमा स्विमिङ गर्ने ठाउँ ओभर दामी। अनि यस्तो देखिसकेपछि कसरी रोक्नु, यहाँ पुगेपछि रोक्नै सकिँदैन। हतार नगरी मैले चाहिँ झ्याममा हाम फालेपछि त पुरा चिसो क्या, एकदम डुबे गर्नु मन लाग्ने, बाहिर निस्किने मन नलाग्ने। अनि म चाहिँ पानी मुनि हेर्दै अगाडि बढेँ। अनि तपाईँहरूलाई अप्ठ्यारो लाग्यो भने स्टेप छ नुहाउने ठाउँ, मजाले नुहाउनु सक्नुहुन्छ। अनि फुल भिडियो हेर्न चाहनुहुन्छ भने चाहिँ युट्युबमा जानुहोस्, दोर्जे ब्लग छ। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्नु नबिर्सिनु होला। अर्को भिडियोमा भेटौँ है त। थ्याङ्क यू फर वाचिङ।